नमस्कार। आज हामी स्लिक किचनको तर्फबाट विराटनगर 12 का मिसेस सीता खड्काका घरमा आएका छौँ। उहाँसँग हामी स्लिक किचनको एक्सपिरियन्स सुनौँ है त। हजुरले स्लिक किचनको बारेमा कसरी थाहा पाउनु भयो त? हामीले स्लिक किचनको बारेमा चाहिँ टिकटकबाटै थाहा पाएको होइन, सोसियल मिडियाकै प्लेटफर्मबाट थाहा पाएको। हामीले धेरैवटा हेऱ्यौँ टिकटकहरूमा होइन, तर त्यसमा चाहिँ अलिकति स्लिक किचनको मलाई किन डिजाइनहरू पनि राम्रो लाग्यो होइन। उनीहरूको मैले यसो कमेन्ट सेक्सनहरू पनि हेरेँ, सबैले रेकमेन्ड गरिरहनु भएको थियो, अनि त्यही भएर मैले पनि स्लिक किचनलाई नै एप्रोच गरेँ। स्लिक किचनको सोरुम भिजिट गर्दा हजुरले कस्तो रेस्पोन्स पाउनु भयो? म स्लिक किचनको सोरुम भिजिट गर्न गइरहेको थिएँ, अनि त्यहाँ सबैजना कर्मचारीहरू पनि राम्रै लाग्यो, रेस्टुरेन्ट पनि राम्रै गर्नुभयो। अनि त्यसपछि एकजनालाई यहाँ पठाइदिनु भयो नाप्नलाई, अनि फेरि पनि म हेर्न गएँ, सबै ड्रवरहरू खुलेर देखाइदिनु भयो, राम्रोसँग बुझाइदिनु भयो। अनि विश्व भएर हामीले त्यहीँ अर्डर गरेका हुन्छौँ। हजुरले अपेक्षा गरे अनुसार किचनको डिजाइन मिलेको छ कि छैन? एकदम राम्रो छ, हामीले सोचे भन्दा राम्रो बनेको छ किचन। कलर पनि हामीले भने जस्तै भएको छ, सबै हामीले सोचे भन्दा राम्रो बनेको छ। घरमा आउनु भएको मिस्त्रीहरूसँग हजुरको कस्तो एक्सपिरियन्स रह्यो? उहाँहरूले राम्रोसँग काम गर्नुभयो, हामीले हेर्नु परेन है, केही पनि हामीले हेर्ने सम्झाउने उहाँहरूलाई परेन, आफै गर्नुभयो। आएर सरसफाइ पनि राम्रोसँग गर्नुभयो। किचन बनेपछि हजुरलाई कतिको सजिलो भयो? किचन बनेपछि त धेरै सजिलो भएको छ, सामान पनि जहाँ अति भेटिन्छ, खोज्नु पर्दैन। अरू किचन जस्तो होइन, यो किचनले बनाएका चाहिँ धेरै कुराहरू सजिलो भइरहेका छन् है। स्लिक किचनबाट किचन बनाउँदा हजुर कतिको सेटिस्फाई हुनुहुन्छ र अरूलाई रिकमेन्ड गर्नुहुन्छ कि गर्नु हुँदैन? अहिले स्लिक किचनबाट किचन बनाउँदा हामी एकदमै खुसी छौँ होइन, सोचे भन्दा राम्रो काम भएको छ। अरूलाई पनि हामी किचन बनाउनु पर्दा यसैबाट स्लिक किचनबाटै बनाउनु भन्न चाहन्छौँ।